Hello. So म चाहिँ अहिले यतिलाई बाहिर आएको छु अनि बाहिर चाहिँ अब यस्तो छ। यो चाहिँ मेरो कुकुर डुलाउनु लिएको हो। कुकुर डुलाउनु लिएको यसको नाम चाहिँ रकी हो, रकेट हो है। अनि फिलहाल म चाहिँ यसरी बाहिर आउनुपर्छ कुकुर लिएर है। सो मेरो ब्लग चाहिँ यो हो। अनि यहाँ चाहिँ म कुकुरले सर्टहरू गर्छ, टोइलेटहरू गर्छ है। अनि कुकुरलाई लिएर आएको छु। त्यो भएर चाहिँ बाहिर राम्रो लागेर चाहिँ भिडियो बनाएको यस्तो छ। अहिले यो चाहिँ मेरो नयाँ हो। लेट्स गो रकेट यु। सो पानी पर्दैछ भर्खरै सिङ्गापुरमा चाहिँ है। त्यो भएर चाहिँ अब म चाहिँ लागेको। यो चाहिँ हो मेरो ब्लग। नयाँ ब्लग मिन्स नयाँ जग्गा भनेको है। अनि म चाहिँ जान्दैछु अब। कार ट्याप गर्नुपर्छ है। अनि अलिअलि पानी आउँदैछ, गरम छ तर है। सो यता चाहिँ गाडीनुपर्छ। अनि अब बिहानको ड्युटी, ब्रेकफास्टको ड्युटी सकेर चाहिँ कुकुर डुलाउने ड्युटी पनि सक्यो है। अब चाहिँ गएर फेरि लन्च रेडी गर्नुपर्छ। सो पानी पर्दैछ अनि मेरो जग्गा चाहिँ अहिले चाहिँ यस्तो छ। यसलाई चाहिँ कन्डोनियम भन्छ है। सो यहाँ चाहिँ एकदमै अब के भन्नु, एकदमै धनी मान्छेहरू बस्नुहुन्छ है। अब धनी पनि अब कस्तो भन्नु, एकदमै अब हामीले त सोच्नु सक्दिनँ है। सो यति साह्रो राम्रो छ, साइलेन्स। अनि मेरो चाहिँ एकदमै पर छ किनकि त्यति हल्ला हुँदैन। नानीहरूको आज त अहिले त कोही पनि हुँदैन पार्कतिर पनि, सब स्कुल जान्छ है। अनि म चाहिँ अब रकी डुलाउने ड्युटी चाहिँ सकेँ फिलहाल चाहिँ। अब फेरि लन्च रेडी गर्नुपर्छ। बाई, थ्याङ्क यू सो मच। मेरो भिडियो हेरेर लाइक कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। तपाईँहरूलाई धेरै माया अनि धेरै धन्यवाद अनि थ्याङ्क यू भन्छु तपाईँहरूलाई।